साढे 9 बजे नै आएको, 12 बज्न लागिसक्यो, अहिलेसम्म आएको छैन त नेता सिंहज्यू। तल नि झर्नु भएको छैन, के पराको? नेताजी पत्रकार आउनु भएछ इन्टरभ्यू लिनको लागि। अरे साला, अरे कसले बोलाइहालेछ रे उसलाई? तपाईँ त ठुलो नेता भयो नि, त आफ्नै आइहालेछ। अरे साला क्वेश्चन बड़ा घुमा घुमा के पूछ रे निहल। हामी त रह्यो औठा छाप, साला के जवाब दिने रे मंगरे? नेताजी तपाईँ टेन्सन नलिनुहोस्, तपाईँको फोटो त टिभीमा आउँछ, तपाईँ त भाइरल हुनुहुन्छ, हाम्रो नेता भाइरल हुन्छ। सुन न, यसो भए चल छाती चौडा गरेर नमस्कार नेताजी। नमस्कार 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 पत्रकार सर। नेताज्यू, एकचोटि त नमस्कार बुझे, तर यो 4 चोटि नमस्कार किन नेता? हाँ त पत्रकार जी, भन्नुस् तपाईँ केना आउनु भयो, के कामले आउनु भएछ? नेताज्यू, तपाईँको जताततै हल्ला सुनेको छु, जताततै चर्चा छ कि हाम्रो यादव नेताज्यू धेरै मतले विजय हुनुभएको छ। त्यसको लागि तपाईँलाई अग्रिम शुभकामना। धन्यवाद। तपाईँ चुनाव कसरी जित्नुभयो त नेताजी? चुतिया नेता छ नि, चुतिया बनाइदियो मान्छेहरूलाई। अरे तू धेरै बोल्छ रे, अब पड्काइदिन्छु कान के नीचामा। पत्रकार जी, औ धेरै मेहनत गर्नु पर्यो चुनाव जितेला, बहुत बहुत मेहनत गर्नु परेछ। तपाईँले मेहनत गर्नुभयो, हेर्नु त घुम्दा घुम्दै कालो पर्यो छाला। मेरो बडीगार्ड दिन रात एक कर दिए, रात के रात दिन के दिन, भूख प्यास सब कुछ त्याग दिए। जता पैसा मांगे छले वो तो पैसा दिए, जता मासू मांगे छले वो तो मासू दिए, जता दारू मांगे छले वो तो दारू दिए। लेकिन हाँ, भोट गडबड नहोस् सबैले भनिदिए कि भोट आउनु पर्यो। जिति गए। नेताज्यू, तपाईँ त जित्नुभयो भारी मतले। बिल्कुल बिल्कुल। अब तपाईँ विकास कुन कुन क्षेत्रमा गर्नुहुन्छ? पत्रकार जी, ओ विकास के गर्ने, केकरालाई गर्ने, कहिला गर्ने विकास? जनताको लागि गर्नु पर्यो नि नेताजी। अरे हामी आज जनताले हामीबाट पैसा जो ऐठेको छ नि, त ऊ त पहिला हामीले चुक्ता गर्नु पर्यो है। टाइम छ 5 साल, 3 साल त गइहाल्छ तपाईँको मेरो कलेक्सनै गर्नुमा, नै जान्छ? जान्छ। यी करोडौँ रुपैयाँ मैले ऋण लिएको छु र बाँटेको छु, साला कोनले लिएको छैन है? सबैले मुख यत्रो यत्रो फालेको थियो, पैसा लिन्छु अनि भोट दिन्छु। त्यो त बुझे नेताजी, तर त्यही पनि कुन कुन क्षेत्रमा विकास गर्नु? जना क्षेत्र केकरा कहि छोडा क्षेत्र सुन्नुस्, तपाईँ नै भन्नुस् न कुन कुन क्षेत्र हो? जस्तै भयो नेताजी, शिक्षा, स्वास्थ्य, बाटोघाटो, सरसफाइ, कृषि। पत्रकार जी, हामी चाहिँ सबभन्दा पहिले कृषिमा विकास गर्छु। कारण के कारण? भन्नु न भन्नु। हाम्रा वरिपरिका हाम्रा भोटर क्यान्डिडेटहरू के भन्छ यहाँ, हाम्रा जनता प्यारा जनताहरू
सब युवा रहेछन् पढे आउ सब बहुत गुनासो गर्छ नेताजी उइख लगाइदिनुहोस् रहरीको झार लगाइदिनुहोस् हामीलाई गुप्तगु गर्न अप्ठ्यारो भइरहेछ बुझ्नु भयो नि त सबभन्दा पहिला म मेरो जनतालाई खुसी पार्छु पहिला म हरियालीतिर ताकि उनीहरूलाई दिक्कत नहोस् बुझ्नु भयो नि नेताजी सरसफाइ सम्बन्धी तपाईँको के धारणा छ त्यो नि भन्नुहोस्। सरसफाइ कसलाई भन्छ? हुन्छ नि जस्तै बाटोघाटो सरसफाइ। अब आजकल त धेरै ठाउँमा सुन्नु नै भएको छ, धेरै जिल्लामा सुन्नु नै भएको छ दिशा पिसा मुक्त क्षेत्र अरे। अनि त्यो सम्बन्धीमा के धारणा छ तपाईँले? आएको बेलामा तपाईँ निरहरै आउँदाखेरि बाटोमा आउँदै थिए बाइक लिएर त हेरे जताततै मान्छेले हगेको टोइलेट गरेको छ। हेर्नुहोस् पत्रकार मेरा प्यारा मेरा गाउँका जनता सब बहुत धनिक मनिक छ। अरे भर दिन माछ माउस दारू सारू खान्छ और रोड बाट चौरी चादर घिनाउँछ। और रहियो कुरा त हाम्रो ई चार दीवारी के भीतर में हो गेले बड़ा अप्ठ्यारो लाग्छ गनाउँछ। त हाम्रो बानी उहे छ जनते सब जरे हमहु गइहाल्छ बाहिर हागेला। अस्ति त लोटा लिएर जानुभयो थियो हामीले। त्यद्वारे शौचालय बनाइदिन्छु। पाहुनाहरू कोही आयो कोही गेस्ट सेस्ट आयो त जान्छ नि भित्र लेकिन हमरा त खुलेमै मजा आउँछ। आनन्दसँग झाडा किन्छु। नेताजी एउटा अब अन्तिम प्रश्न तपाईँलाई। तपाईँलाई त विश्वासले तपाईँका जनताहरूले मत दिएर भोट दिएर तपाईँलाई भारी मतले जिताउनु भएको छ। अनि अब तपाईँको गाउँमा आउँदाखेरि बाटोमा हेरे त्यस्तै बाटोघाटो छ, सडक छैन राम्रो, हिलोहरू थियो। अब बाटोघाटोको लागि सडकहरूको लागि के कसो धारणा छ तपाईँलाई? पत्रकार जी पैसा अरे भोट बेरमा सब त मुठा पैसा गठियाइ हाल्यो त जाओस् नि अत्य अत्य थालमा जब हम पैसा तिरेको छु त पहिलो पैसा लिन्छु तपाईले भनेकै थिए पहिला हैन मङ्गरे पहिला त हामी आफ्नो खल्ती भर्ने तब न हम कोनो विकास गर्न। रहियो कुरा सडक बाटको त यहाँबाट उब्रियो भने हमर कर्जा अनि म तोरोलाई चिन्ता छ हाम्रो त करिकबा पात्रो करिक जिउरा कालो पात्रो नै अलकतरा अलि अलि मिली मिली बिछाइदिन्छु, रोड बनाइदिन्छु अलि अलि। ल त नेताजी तपाईँसँग कुरा गरेर एकदम खुसी लाग्यो। हजुर हजुर आगामी दिन नि यसरी नै जित्नु होला। एकदम एकदम मलाई भरोसा छ। विकास गर्नु जनताले तपाईँलाई विश्वास गरेर जिताएको हो। विश्वास सब दिन रहन्छ पत्रकार जी किया त जनता के हम अजमाई लिएको छु नि। मौस दारू पैसा इहे में त घोच्याक जान्छ है। त्योतिर न ध्यान दिनु नेताजी। अब त्यो आफ्नो ठाउँमा छ तर अब कसरी देश प्लस बाटोघाटो विकास कसरी गर्ने त्योतिर केन्द्रित भएर काम गर्ने। अरे फिर अर्को चुनाव जित्ने। यही चुनाव में त हामी पहिला आफू बन्ने एकदम हमर बडीगार्ड सब बन्ने पुरा बुझे नेताजी ठिकै छ तर त्यही पनि अब जनताले यतिका मतले जिताउनु भएको छ। विकासहरूमा हेर्नु स्वास्थ्य भयो शिक्षा भयो ताकि निरोगी होस् बाटोघाटो राम्रो होस्। अरूले आउँदाखेरि भनोस् कि वास्तवमा खनालो गाउँको खनालो गाविसको खनालो गाउँपालिकाको नगरपालिकाको नेताज्यू
यस्तो थियो भारी मतले उहाँको जनताले उहाँले जिताए र उहाँले विकास नै राम्रो गर्नुभयो भन्दै म तपाईँसँग बिदा लिन चाहन्छु। हस् त धन्यवाद नेताजी। हस् पत्रकारजी, ल त म लागेँ नेताजी। हस् पत्रकारजी। हेरौ हामीलाई कुत्ता काटेको छ। चला यति पैसा मैले बर्बाद गरेछ भोटमा। औ पैसा पहिले कलेक्सन गर्छ एकदम त्यसको बाद जे बच्छ नि त विकासो गरिदिन्छ। चुतिया थियो हामीलाई चुतिया महाराजलाई चुतिया बनाउनु अरे फेमस छु नि है। अब त हजारौंटा पत्रकार आउँछ। पोस्टर लाग्छ टिभीमा। तपाईँ त टिभीमा सबसे बड़ा यो छ, यो एकदम सबसे बड़ा छ यो।